आदरणीय दर्शकहरू नमस्कार, स्वागत तथा अभिवादन गर्न चाहन्छु कार्यक्रम प्रोजेक्टको यो श्रृङ्खलामा। आदरणीय दर्शकहरू, कार्यक्रम प्रोजेक्टको यो 14औं श्रृङ्खलामा म फेरि पनि उपस्थित भइसकेको छु। यहाँहरूको नियमित प्रस्तुता द्रोण पराजुली। युनिभर्सल टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम हरेक मङ्गलबार बेलुकी 6:30 देखि 7 बजीसम्म प्रसारण हुने गर्दछ। दर्शकहरू, यहाँहरूले लाइभ टिभीमा हेर्न नपाउनुभएका कुराहरू हामीले सामाजिक सञ्जाल मार्फत पनि, युट्युब र फेसबुक मार्फत पनि यहाँहरूलाई नियमित रूपमा हामीले सामग्रीहरू प्रसारण गर्दै आइरहेका छौँ। यसै सन्दर्भमा आज हामी सूचना र प्रविधिको माध्यमद्वारा आम उपभोक्ताहरूलाई सेवा दिन भनेर कम्बर कसेर अगाडि बढेको एउटा त्यस्तो कम्पनीको बारेमा यहाँहरूलाई जानकारी गराउँदैछौँ र त्यो कम्पनीले दिएका सेवाहरू र त्यसको आजको औपचारिक जुन सोरुम उद्घाटन रहेको छ, त्यो सोरुम उद्घाटनको क्रममा विभिन्न व्यवसायहरू, अभियन्ताहरू, राजनीतिकर्मीहरूले व्यक्त गर्नुभएका विचारहरूलाई हामी जस्ताको जस्तै प्रस्तुत गर्नेछौँ भने सँगसँगै कम्पनीले दिइरहेका समग्र सेवाहरूको बारेमा पनि यहाँहरूलाई हामी प्रत्यक्ष रूपमा देखाउनेछौँ। यसै सन्दर्भमा उक्त फिल्ड रिपोर्टतर्फ सिद्धार्थ वनस्थलीको नजिकै रहेको स्मार्ट अभियान अनलाइन सपिङ भन्ने एउटा कम्पनी, जसले लामो समयदेखि नेपालमा कसरी रोजगारीहरू सिर्जना गर्न सकिन्छ, आफ्नै उद्योग धन्दाबाट निर्मित विभिन्न घरायसी सामानहरूलाई चाहिँ हरेक नेपालीको घर दैलोमा कसरी पुर्याउन सकिन्छ भन्ने सोचका साथ उक्त स्मार्ट अभियान अनलाइन सपिङ भन्ने कम्पनीले कस्ता कस्ता सेवाहरू दिइरहेको छ र त्यसको उद्घाटनको क्रममा के कस्ता कार्यक्रमहरू सम्पन्न भए, यो कुराहरू पनि यहाँहरूलाई जानकारी गराउनेछौँ। अब लागौँ दर्शकहरू उक्त कार्यक्रमको यो प्रत्यक्ष प्रसारणतर्फ। श्री मङ्गलमूर्तये नमः। मङ्गलं भगवान् विष्णुः, मङ्गलं गरुडध्वज, मङ्गलं पुण्डरीकाक्ष, वरदराय तनोहरि। स्वस्ति न इन्द्रो विदस्रवः, स्वस्ति नः पूषा विश्ववेदाः, स्वस्ति न तक्षो हरिष्ठनेमिः, स्वस्ति नो बृहस्पतिर्दधातु बृहदस्वः मरुतः वृष्णिमातरः। शुभं ज्यावानो विदधति भुजगमयः सूरचक्षुषु विश्वेनो देवा अवसागमन्यः। भद्रं कर्णेभिः शृणुयामदेवा, भद्रं पश्येमाक्षवित्रः। स्थिरैरङ्गैः तुष्टुभागं षष्ठनुर्भिर्व्यसेमहि देवहितं ददायुः। शतमिन्न शरदो अन्तिदेवाजक्रानश्चक्राजरसन्तननाम पुत्रासो यत्र पितरो भवन्ति मानव। मध्यारेरिखतायुर्गन्तो अदितिर्ध्योरदितिरन्तरिक्षमदितिर्माता स पिता स पुत्रः विश्वे देवादितिः। पञ्चजनादितिर्जातमदितिर्जनित्वं माध्योः। शान्तिरन्तरिक्षगो शान्ति, पृथिवी शान्तिरापः शान्ति, रुखदयः शान्ति, वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति, ब्रह्म शान्ति, सर्वगो शान्ति, शान्तिरेव शान्ति, सामा शान्तिरेधि। यो विशेष समयमा विशेष ठाउँमा हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आइदिनु भएको छ र हामीले विभिन्न व्यवसाय गर्दै गर्दाखेरि हजुरहरूको साथ सहयोग अहिलेसम्म रहिरहेको थियो। हामीले टोलमार्ट कम्पनी सुरु गर्दाखेरि पनि यस्तै उत्साह, जोस, जाँगर, उमङ्गको साथमा हजुरले साथ दिनुभयो। यसै गरी हामीले स्मार्ट अभियान सुरु गर्दा पनि दिनुभयो, अभियान डिजिटल वर्ल्ड गर्दा पनि साथ दिनुभयो र अहिले हामी स्मार्ट अभियान अनलाइन सपिङको विधिवत रूपमा काठमाडौँको वनस्थलीमा आधिकारिक सोरुमको आज गुरु कपनबाट आउनुभएको छ। गुरुको चाहिँ विशेष पूजा र हाम्रो आजको प्रमुख अतिथि यस कार्यक्रमका स्वागत नेपाल हाम्रो आदरणीय दाई, त्यसै गरी समाजसेवी राधा गिरिज्यू, समाजसेवी हाम्रो निमकान्त भुषालज्यू, अभियान डिजिटल वर्ल्डका अध्यक्ष विष्णु प्रसाद काफ्लेज्यू, समाजसेवी थमन नेपालीज्यू, बलराम ढुङ्गानाज्यू लगायतका सम्पूर्ण उपस्थित हाम्रा पाहुनाहरूलाई एकमुष्ट रूपमा आज हाम्रो यो सोरुममा स्वागत गर्दछौँ। सुस्वागतम, सुस्वागतम। हजुरहरूलाई थाहा नै छ, हामीले नेपालमा रोजगारी नपाएर धेरै युवाहरू विदेशी नै अवस्था आइरहेको छ। यस्तो अवस्थामा हामीले एउटा जमर्को गरेको छौँ हजुरहरूको साथमा, हजुरहरूको पहलमा कि हामीले योभन्दा पहिले, आजभन्दा 8 महिना पहिले वीरगन्जमा एउटा सुरु गऱ्यौँ अभियान डिजिटल वर्ल्ड। आज 100 जना युवाहरूले रोजगार पाइराख्नु भएको छ, जसले मासिक रूपमा 40,000 देखि 3 लाख रुपियाँ हरेक महिना अर्न गरिराख्नु भएको छ। हामी अत्यन्तै खुसी छौँ। यसै गरी काठमाडौँमा हामीले सुरु गऱ्यौँ यो प्रोग्रामलाई आज 29 गते 2019 साल 11 महिनाको 29 गते आउँदै गर्दा सोरुम खोल्न सफल भएको छु। हामीले स्टार्ट गरेको 2 महिना भयो र आउँदै गरेको वैशाख महिनाभित्र काठमाडौँ पनि
काठमाडौँमा पनि 200 जना युवालाई न्यूनतम 20,000 देखि 2 लाखसम्म इन्कम हुने गरी हामीले रोजगारी दिँदैछौँ। यसरी अगाडि बढ्दैछौँ र हाम्रो निमन्त्रणा स्वीकार गर्नुभयो र यस स्मार्ट अभियानका अध्यक्ष लीला कुमारी थापाज्यू पनि यहीँ हुनुहुन्छ र उहाँको विशेष पहल रहेको छ। काठमाडौँमा गर्नै पर्छ, काठमाडौँ पनि हामी काम गरौँ, किन नगर्ने? इलेक्ट्रोनिक्स र इलेक्ट्रिक्स र होम एप्लायन्सेस प्रडक्टहरूमा हामी जानुपर्छ भन्नुभएको छ। हामीसँग त्यति मात्रै होइन, हाम्रो पछाडि तपाईँले देख्नु भएको छ हामीले चाहिँ यी आफ्नै उत्पादनहरू बजारमा लिएर आएको छौँ। टिएमसीका हेयर थेरापी स्याम्पूदेखि लिएर साबुनदेखि ग्रिन टीदेखि लिएर अनि हाइजिनका सामानहरू लिएर आएको छौँ र विगतमा फेरि यसै गरी स्मार्टको परिवारको साथमा हामी खाद्यान्नमा पनि जाँदैछौँ, कृषिमा जाँदैछौँ। हरियाली अभियानका अध्यक्षज्यू पनि हामीसँग हुनुहुन्छ। संस्थापक गोपाल भण्डारीज्यूलाई अगाडि आउन अनुरोध गरेँ र पशुपति सरलाई पनि र हाम्रो स्मार्ट अभियानको सहयात्री सुजन श्रेष्ठज्यू लगायतका रामहरि हाईज्यू, शेफर लिम्बूज्यू लगायत सम्पूर्ण यस कार्यक्रमका इभेन्ट म्यानेजर दुर्गा बस्नेतज्यू, बिहानदेखि बेलुकासम्म हामीलाई चाहिँ अहोरात्र खटेर साथ दिने अर्जुन गौतमज्यू लगायतका सम्पूर्ण साथीहरूलाई यो समयमा हामी अत्यन्तै मनदेखि धन्यवाद दिन्छौँ र हजुरहरूको कारणले गर्दाखेरि यो कार्यक्रम चाहिँ यहाँसम्म आइपुगेको छ र आजको शुभकामना मन्तव्यको रूपमा गुरुले हामीलाई चाहिँ शुभकामना मन्तव्य दिनको लागि म अनुरोध गर्छु। आज गुरुले के फिल गर्नुभयो, हामीले निम्तो गऱ्यौँ, बिहानै उठेर आउनुभयो हामीलाई भनेर सबै काम छोडेर यहाँसम्म आइदिनु भयो कपनदेखि र गुरुलाई एकचोटि शुभकामनालाई अनुरोध गर्छु। जोरदार ताली छ। नमस्कार, खेमराज घिमिरे पण्डित। यो अहिले भर्खरै सञ्चालन होइन रहेछ, यो धेरै पुरानो पहिलादेखि नै सञ्चालन भएको चिज रहेछ भनौँ। अब यो म अरू केही पनि जान्दिनँ। मैले आएर यहाँ आज उद्घाटन गरेर स्वस्ति वाचन, दीप, कलश, गणेश पूजाको साथमा यस परिवारसहित यस कम्पनी भनौँ या फ्याक्ट्री भनौँ या यो के भनौँ उत्पादन भनौँ, यी सबै चिजहरू उन्नति होस्, प्रगति होस्, सफलता होस्, सबैमा शुभकामनाका साथ सबैलाई राम्रो होस्। यो मात्रै नभएर अन्य क्षेत्रमा पनि यसको धेरै उत्पादनहरू होस्, धेरै धेरै प्रगति होस् भन्न चाहन्छु। धन्यवाद। यसै गरी शुभकामनाकै लागि हाम्रा व्यावसायिक सहयात्री शिवशक्ति हेल्थ केयर सेन्टरका कार्यकारी प्रमुख बलराम ढुङ्गानाज्यूलाई पनि शुभकामना गर्नुपर्छ। ठ्याक्कै बिहान फोन आयो आउनु पऱ्यो भनेर अनि कुद्दै आयो। खासै मलाई अलिअलि ज्वरो आइरहेको थियो, आवाज अलिक सपोर्ट नगर्छ र अबको एरा भनेको डिजिटल एरा हो। कोभिड पछाडि संसारको सबै बिजनेसहरू डिजिटल प्लेटफर्ममा मुभ भइरहेछ र त्यस्तो टाइममा डिजिटल अनलाइनको बिजनेस सुरु गर्नु भनेको वास्तवमा नजानेर ढुङ्गा हान्ने पनि कहिले लाग्छ भन्छ नि, अहिले त्यही टाइमिङ हो। यसको लागि म विशेष गरी हाम्रो म्यामलाई एकदम शुभकामना दिन्छु। र व्यवसायको नेपालमा अहिले फेरि कस्तो छ भने अलिकति आर्थिक मन्दीको समय चलिरहेको छ र यो जटिल परिस्थितिमा व्यवसाय खोल्ने हिम्मत गर्नु भनेको पनि ठुलो साहसकै कुरा हो, किनकि नेपालमा थुप्रै व्यवसायीहरू यति बेला आर्थिक डराएको कन्डिसन छ। यस्तो टाइममा हिम्मत गरेर अगाडि आउनु, रोजगारी क्रिएट गर्छु भन्नु नेपालमा त्यो पनि बहुत ठुलो अर्थ राख्छ त्यसले, किनकि 5वटा घरमा मात्रै पनि चुलो बाल्न सक्यो भने त्यो व्यवसायीको बहुत ठुलो सम्मान गर्नुपर्ने दिन आएको छ आज। किनकि नेपालमा धेरै लामो समयदेखिको विभिन्न पोलिसीको कारणले गर्दाखेरि आज सिङ्गो नेपाली कम्युनिटी एउटा आर्थिक क्राइसिसमा गएर फसेको छ। योबाट निकाल्ने क्रमको अभियान बन्न सकोस्। शुभकामना। धन्यवाद छ। यसै गरी शुभकामनाको लागि पानस हर्बल उद्योगका प्रोप्राइटर निमकान्त भुषालज्यूलाई पनि शुभकामनाको लागि अनुरोध गरेँ। निमकान्त भुषाल, पानस हर्बल उद्योग। अब हाम्रो चाहिँ पानस हर्बल उद्योग बाँके जिल्लाको ओल्डपुरमा हाम्रो रहेको छ। अब हाम्रा उत्पादनहरू कस्मेटिक सम्बन्धी रिलेटेड सामग्रीहरू बल्छ। हाम्रो जडीबुटी बेसबाट उत्पादन हुन्छ। अब हाम्रो चाहिँ यहाँ शिवशक्ति हेल्थ केयर प्रणालीसँग हाम्रो चाहिँ एग्रिमेन्ट भएको कारणले र हाम्रो यो अभियानसँग पनि हाम्रो सहकार्य हुँदै आउँदै गरिरहेका छौँ। हाम्रा उत्पादनहरू र जडीबुटी बेसबाट उत्पादन भएको हुँदा यसलाई चाहिँ सबैले चाहिँ उपयोग गरिदिनु होला र त्यो मेरो सल्लाह। र अब हाम्रो चाहिँ नेपालमा वैदेशिक रोजगार जाने कार्यक्रम एकदमै बढिरहेको छ। दैनिक चाहिँ इन्टरनेटले एयरपोर्टमा गएर हेर्ने हो भने आँखाबाट आँसु आउँछ।
दिनमा हजारौँ युवाहरू युवतीहरू विदेश पलायन भइराखेको अवस्थामा हामीले केही न केही रोजगारको मूलक कार्यक्रम गरिरहेका छौँ। यसमा चाहिँ अब सरकारले पनि केही रेखदेख गर्नुपर्छ, हामीहरू पनि अग्रसर भएर लाग्नुपर्छ। हाम्रो असम्भव भनेको केही पनि छैन। नेपालमा पाइने जस्तो जडीबुटीहरू विश्वमा कुनै पनि देशमा पाउँदैन। अब हामीले यसलाई अनुसन्धान गर्नुपर्छ, अनुसन्धान गरेर त्यसलाई हाम्रो प्रशोधन गर्ने, यसको लागि ल्याब हाम्रो नेपालमै छैन अहिलेसम्म ल्याब। हाम्रो अब स्वागत नेपाल हाम्रो पनि नेताजी पनि हुनुहुन्छ, उहाँले पनि यो कुरो चाहिँ अगाडि चाहिँ पुऱ्याइदिनुहुन्छ भन्ने मलाई आशा लागेको छ। अब ल्याब टेस्ट गर्नु पऱ्यो भने नेपालमा छैन ल्याब, बाहिर जानुपर्छ, इन्डियातिर गएर ल्याब टेस्ट गर्नुपर्छ। त्यो एउटा चाहिँ नेपालमा त्यो आवश्यक छ। र जडीबुटीहरू यहाँबाट ट्रकमा लिएर उहाँबाट क्याप्सुल ट्याब्लेट बनेर नेपालमा आएको हुन्छ। हामीले कति महँगोमा किनेर युज गरिरहेका छौँ। त्यसलाई हामीले यहीँ प्रशोधन गरेर उत्पादन गर्न सकिन्छ, हामीसँग त्यो क्षमता छ। अब त्यसले गर्दाखेरि अब त्यो हामीले मात्रै प्रोसेस गर्नु हुँदैन, यसमा चाहिँ नेपाल सरकारले पनि हेर्नु पऱ्यो। अब सबै मिलेर काम गर्ने। अब वैदेशिक रोजगारीमा चाहिँ जाने युवाहरूलाई अलिकति केही रोजगारमूलक कार्यक्रम देखाएर हामीले तिनीहरूलाई रोक्नु सक्नुपर्ने एउटा चाहिँ सरकारको दायित्व पनि हो। अब हाम्रो स्मार्ट अभियानको आजको यो उद्घाटन समारोहमा हामी सबै भेटघाट पनि भयो, यसमा परिचय हुन पायो। यसमा सबै हामी खुसी हुनुपर्छ र हाम्रो यो अभियानले पनि अब युवाहरूलाई रोजगारीमूलक कार्यक्रम दिइरहेको छ। जस्तै अहिले हाम्रो राउत सरले भन्नुभयो वीरगञ्जमा पनि 100 जना मान्छेले रोजगारी पाइरहेका छन्। अब काठमाडौँमा पनि 100 जना मान्छेले रोजगारी पाउनु सम्भव छ। सबै निरन्तर रूपमा लगाएर महिनाको मलेसियामा गएर 30,000 35,000 कमाउनुलाई हाम्रो चाहिँ 3 लाख 4 लाख रुपियाँ खर्च गरेर काठमाडौँ आएको छ, पासपोर्ट बनाएको छ। त्यो पासपोर्ट गराउनै कति टाइम लाग्छ। अनि गयो विदेशमा गयो, त्यहाँबाट चाहिँ यहाँ आउँदाखेरि परिवार व्यक्ति र लोनमा श्रीमान व्यक्ति र श्रीमानी व्यक्ति भएको कति अदालतमा तपाईँको महिनाको कमसेकम 50,000 चाहिँ अब डिभोर्स केसहरू चाहिँ मुद्दामा त्यो अदालतमा पुगिरहेको छ। त्यो पनि एउटा चाहिँ यो वैदेशिक यो रोजगारी बेरोजगारको फल हो एउटा। महिलाहरूको नेत्री र हामी सबैको प्रेरणाको स्रोत राधा दिदीलाई पनि शुभकामना दिनलाई अनुरोध गरेँ। नमस्कार। आजका प्रमुख अतिथि स्मार्ट अभियानको अध्यक्ष विशेष गरेर देवराज भाइ लगायत यहाँ सम्पूर्ण हाम्रो विष्णु प्रसाद काफ्ले भाइ लगायत सम्पूर्णलाई एकमुष्ट शुभ बिहानी नमस्ते गर्दै म राधा पाण्डे गुरुङ दण्डविधि सुरक्षा कर्मी परिवार संस्थाकी उपाध्यक्ष र सफा टेम्पो व्यवसायी स्वरोजगार व्यवसायी। यसमा भर्खर म जोडिएको छु, धेरै त भएको छैन, लगभग 1 महिना भयो। यस यस अभियानमा जोड दिनुहुने मेरो भाइ विष्णु प्रसाद काफ्लेलाई धेरै धन्यवाद दिन चाहन्छु। यहाँभित्र आइसकेपछि मैले मेरै जन्मस्थानको भाइ राजु भाइलाई पाएकी छु, त्यसै गरेर उहाँ सरलाई पाएकी छु, त्यसै गरेर हाम्रो भाइ सधैँभरि हामीसँग हुनुहुन्छ हाम्रो स्वागत नेपाल भाइलाई पाएकी छु। त्यसै गरेर हाम्रो अभियानका भाइको नाम त आएन, तर उहाँ भाइलाई पनि पाएकी छु। त्यसै गरेर सम्पूर्णलाई पाएकी छु। यहाँ सर म्यामहरू धेरै हुनुहुन्छ। सबैलाई यो हाम्रो स्मार्ट अभियानको फलोस् फुलोस् प्रगति गरोस् भन्ने सबैले शुभकामना गरिदिनु होला र सबै यसमा लागि परिदिनु होला भन्ने पनि चाहन्छु। र मेरो व्यक्तिगत तर्फबाट र मेरो अन्य धेरै संस्थाको तर्फबाट पनि र म स्वयंको चाहिँ नै अलिक बढीभित्र मुटुदेखि नै यस स्मार्ट अभियानलाई फलाउने फुलाउने प्रगति गराउने र यसलाई अभियानै देशैभरि अन्तर्राष्ट्रसम्म पनि चलाइदिने म पनि प्रतिबद्धता गर्दछु भन्दै यो कार्यक्रम अझै फुल्ने शुभकामना दिन चाहन्छु। धन्यवाद। हस्, कार्यक्रममा गोपाल भण्डारी सरलाई पनि म अनुरोध गरेँ। हरियाली अभियानका संस्थापक, स्मार्ट अभियानका प्रमोटर। धन्यवाद। नमस्कार। यो कार्यक्रम हामी सबैको साझा कार्यक्रमको रूपमा हामी ग्रहण गरिरहेका छौँ। हामीले शुभकामना दिने भन्दा पनि हामीले शुभकामना लिने र
भोलिबाट होइन, आजबाट होइन, अहिलेदेखि काम गर्नको लागि प्रेरणा मिल्दै एउटा कुरा मात्रै म बोल्न चाहन्छु। यहाँ विदेशमा रोजगारको खोजी गर्न जाने साथीहरू, रोजगार यहीँ छ। यही ठाउँबाट आजको होइन, अहिलेबाट हामी काम सुरुवात गर्न सक्छौँ भन्ने सन्देश आज जति हामी उपस्थित छौँ, हाम्रा वरपर भएका युवा जति साथीहरू रोजगारको निम्ति भौतारिनु भएको छ, उहाँलाई चाहिँ सकारात्मक ढङ्गले सन्देश दिँदै अभियानमा सहभागी भएर नेपाली उत्पादनलाई प्रमोट गर्ने, यसको बजारीकरणको लागि हामीले सहयोग गर्ने र अरू पनि थुप्रै उत्पादनहरूलाई चाहिँ हामीले बजारमा लैजाने काम आजबाट सुरुवात गऱ्यौँ भने हाम्रो आम्दानी आजबाट सुरु भयो भन्ने सन्देश हामीले जति आज उपस्थित छौँ हाम्रा वरपर भएका साथीहरूलाई दिन सक्यौँ भने जति साथीहरू भौतारिनु भएको छ उहाँहरूलाई सही बाटो देखाउने काम पनि हाम्रो हुन्छ भन्ने। र म चाहिँ अब हरियाली अभियान नामको एउटा कम्पनीबाट नेचुरल फार्मिङ, प्राकृतिक खेतीको अभियान मैले लगभग 5 वर्ष अगाडिबाट सुरुवात गरेको हुँ र हरियाली अभियान अन्तर्गत हामीसँग अहिले 2100 भन्दा बढी समूहहरू हामीसँग आबद्ध हुनुहुन्छ र 1 लाख किसानहरू हामीले आबद्ध गरेका छौँ। र अहिले हामी स्मार्ट अभियानसँग हामी लगभग 2 महिना अगाडि हामी सहकार्यमा आइपुगेका छौँ र यो व्यावसायिक योजना हामीलाई असाध्यै मन परेको कार्यक्रम र हाम्रो पनि अभियान नै भएको हुनाले संयुक्त रूपमा हामीले यो कृषि पनि व्यावसायिक योजनाभित्र हामीले हालेका छौँ र यसलाई अगाडि लैजाने योजनाका साथ हामी सहकार्यमा छौँ, एकै ठाउँमा छौँ र हामी सबैलाई जति उपस्थित हुनुहुन्छ शुभकामना सँगसँगै हामीलाई साथ पनि उत्तिकै प्राप्त हुनेछ भन्ने विश्वासको साथ मेरो शुभकामना मन्तव्य यही अन्त्य गरेँ। शुभकामना क्रममा हामी धेरै कुरा बुझेका छौँ, धेरै जानेका छौँ, हामी सँगै सहयात्रा गरिरहेका छौँ र शुभकामनालाई सर्ट गरिदिनको लागि सबैलाई अनुरोध गरेँ। र यसै गरी शुभकामनाको लागि हाम्रो पोखराबाट पाल्नु भएको छ समाजसेवी गोपाल सरलाई पनि अनुरोध गरेँ शुभकामनाको लागि। मेरो नाम गोपाल परियार पनि छ हाम्रो। म नेपाल कम्युनिस्ट पार्टी उपलब्धले नेतृत्व गर्नुभएको कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि सदस्य पनि हुँ र यहाँले जुन यो कार्यक्रम गर्नुभयो, यो व्यापार विदेश गर्नुभयो, हाम्रो यो हाम्रै देशको उत्पादनलाई हामीले जडीबुटीदेखि जडीबुटी लगायत सम्पूर्ण कुराहरू यही नै उत्पादन गरेको कुराहरू सबै हामी उत्पादन हामीले उपयोग गरौँ र हामीले यतिका उहाँले जुन रोजगारी दिन्छु भन्नुभएको छ होइन, हामीले विदेश जानुभन्दा यही नै यसरी केही साथीहरूलाई पनि रोजगारी पाएदेखि हामी विदेशी भौतारिनु पर्ने थिएन होला भन्दै मेरा कुराहरू यही अन्त्य गर्छु। जस्तो त्यसै गरी रामहरि हायज्यू समाजसेवी राजनीतिज्ञ पनि हो, उहाँलाई पनि शुभकामनालाई अनुरोध गरेँ। यहाँ उपस्थित चिफ गेस्ट लगायत सम्पूर्ण इष्टमित्र, पाहुना, दाजुभाइ, दिदीबहिनीहरू सम्पूर्णमा मेरो 2 हात जोडी नमस्कार। र म एउटा लोकमत क्याटेगोरीको आयु परिवारको मान्छे हुँ। अब यो तपाईँको डिजिटल नेपाल भनेर जुन ल्याइयो, अभियान नेपाल भनेर ल्याइयो, टोलमार्ट भनेर ल्याइयो, जे ल्याइयो जसो ल्याइयो, हाम्रो देशको उत्पादनलाई हामीले नै सदुपयोग गरेर बाहिरबाट चाहिँ नि ल्याउने, जुन हाम्रो क्यास तिरेर ल्याउने कुराहरूलाई चाहिँ नियन्त्रण गर्दै यहीँको उत्पादन, यहीँको मान्छे यहीँ नै आत्मनिर्भर बनाउँ, परनिर्भर नबनौँ भन्ने उद्देश्य मैले बुझेको हुनाले म यो स्मार्ट अभियानमा छिरेँ हाम्रो आदरणीय राजु गोतामी सरबाट। त्यसो हुँदाले यहाँ म अब धेरै भन्नुभन्दा नि राजनीतिको हिसाब गर्दाखेरि म अस्ति समानुपातिकमा लडेको थिएँ तामसालिङ लोकतान्त्रिक पार्टीबाट। अब भनौँ न, अब राजनीति पनि नेपालको बुझ्यो, जे गर्दा पनि कुखुराको चल्ला उत्पादन गर्छन् किसानले, डोजरले खनेर पुर्दै। नेपालको राजनीतिमा साह्रै खलल आएको कारणले गर्दा म पनि राजनीतिमा चाहिँ एकचोटि भिडौँ के गर्दा रहेछन् त, यो के रहेछ, यो भित्रको पोकको भित्र चाहिँ झन् भिटामिन के छ भन्ने मलाई लागेको थियो। बुझ्दै जाँदा हरेक कुरो गर्दै जाँदाखेरि यहाँ बाधा अर्जन वाहियात किसिमले बुझ्ने मान्छेले नि लाटो मूर्ख भन्दा नि तल्लो तहमा गएर गिरेर गरेका प्रवृत्तिले गर्दाखेरि हाम्रा नेपाली युवाहरू हजुरहरूले जसले जति अगाडि पनि भनिसक्नु भएको छ, बाहिर जान बाध्य हुनुको कारण सिस्टम आउट। हाम्रो देशमा सिस्टमलाई फलो गरेर हाम्रै देशको तितेपातीलाई पेलेर रस निकालेर तपाईँको मलमपट्टिको हिसाब किताबमा त बाहिरबाट ल्याउने त्यो एलोपेथिकलाई चाहिँ आयुर्वेदिक बनाएर धर्छौँ भने केही हुनेवाला छैन। सबैभन्दा राम्रो त्यही हुन्छ। हाम्रो पहिला
घरमा एकचोटि बौला कुकुरले टोकेको थियो, सानो कुरा गर्छु, मेरो गाईलाई। बौला कुकुर दौडेर आएर गाईलाई गोठामा टोक्यो। हाम्रो मम्मीले भन्नुभयो, त्यो तिनवटा मुन्टा सिक्नु टिपेर त यहाँ पिसेर लगाइदिया हुन्छ। ल के को कता कताको चाहिँ सुई र साई एउटा त्यो सिस्नु पेलेर लगाइदियो भनेदेखि तपाईँ हामीलाई यहाँ टोको भने लगाइदिँदा हुँदो रहेछ, त्यहाँ टोको लाग्छ। हाम्रो हरियाली सरलाई सबैभन्दा हरियाली बनाउनु भएको हिजो आयुर्वेदिकै थियो, कहाँ एलोपेथिक थियो? हजुरहरूले सुनेको थियो? यहाँ यत्रो कान छन्, सुनेको थियो कसैले? एलोपेथिक भनेको के हो? बेकारमा बाहिर के ल्याएर मल पनि आजै खाइहाल्ने, स्वास्थ्य हालो माटो बिगारिदिइ हाल्दो रहेछ। अनिखेर भोलिपल्टदेखि यत्र चपरी उठेर खेतीपाती गर्नै नदिने, त्यस्ता त्यस्ता बिग्रिए पदार्थहरू बाहिरबाट ल्याएर। मेरो त जुनार क्षेत्र सिन्धुलीको मान्छे म, र निलो तुत्थो लाउनुपर्छ, तेरो जुनार त सप्रिहाल्छ भनेर राम्रो जुनार पनि फेदा भएर लगाइदिएर सासुट्ट चाहिँ तपाईँको त्यो लागेको भोलि पर्सिपल्टदेखि त त्यो स्टिमको त्यो फेदको त्यो जराहरू चाहिँ तपाईँको भन्दा पनि छेउछेउको भागहरू सबै चाहिँ बोक्राहरू उठेर आएर भाषाभुषीको मर्दो रहेछ। यस्ता खालको प्रवृत्तिहरू आएका छन्। यीबाट जोगिएर हामी अगाडि बढौँ। हाम्रो स्मार्ट अभियान पनि कुनै पनि भाइरस नछिरोस्, छिरेमा हामी मलमपट्टि गरिहालौँ। जय होस्। शुभकामनाको लागि अलिकति स्मार्ट अभियानमै फोकस भएर थोरै सर्टमा दिनु पर्ला र केएनजीलाई पनि शुभकामना अनुरोध गरे। हाम्रा अभियन्ता समाजसेवी केएन बसालजीलाई सबैजनालाई नमस्ते। अलिअलि स्वास्थ्यले पनि साथिएको छैन। हुन त हामी सबैजना कहीँ न कहीँ कुनै न कुनै रूपमा कुनै न कुनै अभियानसँग जोडिएका छौँ। अभियानको पनि अझै डिजिटल रूप स्मार्ट अभियान, हामी सबैको अभियान, सबैभन्दा ठुलो अभियान स्मार्ट अभियान आएको छ। स्मार्ट अभियान यो अवस्थामा अहिले जुन आर्थिक क्राइसिस नेपालमा भइरहेको छ, यसलाई नेपाली पैसालाई नेपालमै खपत गर्ने जुन उद्देश्यका साथ नेपालमा स्थापना भएको छ, यसले विदेशी मार्केटहरूबाट आएका अरू इलेक्ट्रिक चिजहरूलाई विस्थापित गर्दै नेपाली उत्पादनलाई र नेपाली पैसालाई नेपालमै खपत गर्नलाई नेपालको सबैभन्दा उत्कृष्ट र सबैभन्दा एक नम्बरको ब्रान्ड बनोस्, कम्पनी बनोस्, म शुभकामना दिन्छु। धन्यवाद। शुभकामनाकै क्रममा समय अलिक कम छ, विष्णु प्रसाद काफ्लेज्यूलाई पनि अनुरोध गरे। स्वागत सरलाई। अभियानको रूपमा देशमा एउटा खम्बाको रूपमा रहनु हुँदै चुनावी मैदानमा एउटा लडेर आज हामीसँग पनि हुनुहुन्छ। अभियानलाई साथ दिन आउनु भएको छ। उहाँको अभियान र हाम्रो अभियानसँग मेल खाएकै कारणले पनि आज उद्घाटनको श्रेय उहाँलाई गयो। वास्तवमै उहाँको एउटा जुन भनाइ उहाँले बजारमा दिनुभएको जुन भिजन, त्यो भिजन नै लागु हुन्थ्यो भने पनि नेपाल अर्कै ठाउँमा पुग्थ्यो होला। उहाँलाई शुभकामना, उहाँलाई यो कार्यमा सफलता मिलोस्। अझै पनि उहाँले जुन टेक्नु भएको उसमा हरेक ठाउँमा बाइलाहरूमा उहाँलाई सफलता मिलोस् भन्न चाहन्छु। पहिले चाहिँ सर्वप्रथम म स्वागत सरलाई र स्वागत सरको हातबाट आज उद्घाटन भएको यो स्मार्ट अभियानको यो अभियानमा सम्पूर्ण टिमले दिएको साथ, दिनरात खटेर गरिएको यो कार्यप्रति म एकदमै हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। र साथमा दोस्रो शुभकामना, यो अभियानलाई जसले हामीले एउटा अभियान सुरुवात गरिरहेको बेला म्यामले एउटा हिम्मत गरेर महिला भएर पनि यति ठुलो एउटा हिम्मत गरे नि म पनि यो काठमाडौँमै सुरु गर्छु, यो अभियान अगाडि बढाउँछु भनेर जुन अभियान स्मार्ट अभियानलाई जुन जन्म दिनुभयो, उहाँलाई भित्र हृदयदेखि नै सम्मान गर्छु लीला म्यामलाई। जुन हिम्मत गर्नुभएको छ उहाँको लागि सफलताको एकदमै शुभकामना भन्न चाहन्छु। र साथमा यो अभियान यति मात्रै होइन, हामीले अभियान डिजिटल स्मार्ट अभियान हुँदै थुप्रै अभियानको प्रयासहरू अगाडि बढाइरहेका छौँ। म दिनरात बाहिर कहीँ कतै छु भने पनि यसैको सफलताका लागि छु र धेरै टिमहरूसँग बसेका छौँ। हामी धेरै टिमहरूलाई अब जोडेर लानुपर्छ भन्ने एउटा सोच छ। विगतका धेरै समस्याहरू सँगसँगै जोडेर आएको अभियान हो यो। यस कारणले म अहिलेको समय धेरै लिन चाहन्न यहाँहरूको लागि। म एउटै भन्न चाहन्छु, यो स्मार्ट अभियानको जुन वनस्थलीमा रहेको कार्यालय छ, यो कार्यालयबाट लिनुपर्ने सुविधा यहाँहरूले भरपुर रूपमा लिनुहुनेछ र यहाँहरूलाई चाहिने घराइसे प्रोडक्ट, वासिङ मेसिनदेखि फ्रिजदेखि रोटी पकाउने मेसिनदेखि होइन, प्रेसर कुकरदेखि एभ्री प्रोडक्टहरू जे चाहिन्छ यहाँ एउटा नाम लिस्ट पनि यहाँहरूलाई माग फारमको रूपमा उपलब्ध हुनेछ। कुनै बेला
बरु यहाँहरूलाई चाहिएको सामान हामीलाई यो सामान चाहियो भनेर माग फारममा भरेर जानुभयो भने यहाँहरूको प्रोडक्ट घरमा पुर्याउने हामी प्रयत्न गर्नेछौँ। म सम्पूर्ण टिमलाई यो स्मार्ट अभियान डिजिटल यो एउटै प्लेटफर्म भएको हुनाले म वीरगञ्ज यो मिडिया मार्फत पनि वीरगञ्जमा रहनुहुने हाम्रा स्मार्ट अभियान डिजिटलका साथीहरू सबैजनालाई म एकमुष्ट सबैलाई नमन गर्न चाहन्छु र सँगै जोडिएर यो अभियानमा जोडिनुहुनेछ र सबैलाई एकरूपताका रूपमा यहाँहरूलाई चाहिएको सामान अर्डर गरेर लिनुहुनेछ भन्ने आशा राख्दै यहाँहरूलाई निवेदन गर्न चाहन्छु आजकै दिनबाट अहिलेकैबाट यहाँहरूले अर्डर गर्नुहुनेछ यहाँको घरमा सामान पुग्नेछ। थ्याङ्क यू भेरी मच। हामी उत्पादनमा छौँ, निरन्तर ब्रान्डिङमा छौँ, लोकल उत्पादनलाई ब्रान्डिङ गरौँ भन्ने कुरामा सबैको सहमत छ। हजुरहरूले साथ सहयोग दिँदै आउनु भएको छ, निरन्तर हामीलाई सहयोग मिल्नेछ भन्दै हाम्रो आज अत्यन्तै व्यस्तताको बावजुद उहाँले हामी जस्तै धेरैले न्याय दिनुपर्ने छ। धेरैको चाहिँ फ्रीमा, जसको पैसा छैन त्यस्ताको फ्रीमा केस लड्नु भएको छ। जसले खानको लागि गाह्रो छ उहाँ आफै गइकन आफूसँग नभए पनि अरूको लागि रात दिन खटेर अरूलाई खुवाइराख्नु भएको छ। र आज हाम्रो यो स्मार्ट अभियानको प्रगति, स्मार्ट अभियान अनलाइन सपिङको प्रगतिको लागि पनि मेरो पनि एक पाइला छ, म पनि साथ दिन्छु भनेर हामीलाई समय दिएर यहाँ आउनु भएको छ। आजका आदरणीय व्यक्तित्व स्वागत नेपालज्यूलाई पनि आफ्नो स्वागत मन्तव्य राख्नलाई हार्दिक अनुरोध गर्छु। धेरै धेरै धन्यवाद राजु सर, आदरणीय गुरु पण्डितजी, बलराम सर, गुरु एनके सर, अनि उल्टो हुँदाखेरि केएन सर, गोपाल सरहरू दुईजना हुनुहुन्छ, हाम्रो हाई सर, विष्णु सर, आदरणीय जिल्लामा दिजु राजा रमितजी हुनुहुन्छ, हाम्रो कोभिडको बेलामा अप्ठ्यारो परेका मान्छेहरूलाई सडकमा आएर खाना खुवाएको, त्यति लामो समयसम्म आफै चामलका बोरा विभिन्न ठाउँबाट सहयोग लिएर आएर कतिले आफ्नो बनाए, उहाँले सडकमा खाना पकाउँदै महिनौसम्म खुवाउनु भएको हामी बिर्सन सक्दैनौँ। त्यस्तो साथीहरू हुनुहुन्छ जो अहिले क्यामेरा चलाइरहनु भएको छ। वास्तवमा यस्तो मान्छेहरू हुनुपर्थ्यो, अतिथि प्रमुख अतिथि साथीहरू हुनुहुन्छ, अर्जुनजी, हाम्रो दुर्गाजी, शेखरजी, द्रोण सर त मलाई अहिले यहाँ भन्दाखेरि चाहिँ अप्ठ्यारो लाग्न सक्ला होइन। अर्जुन सर नेपालको एउटा वास्तवमा अहिलेसम्म उहाँले गर्नुभएको एन्टरप्रेन्योरसिपको डेभलपमेन्टमा अहिलेसम्म गर्नुभएको काम विषयमा नै धेरै थेसिसहरू हुनसक्छ। त्यस्तो सफलताको कथा उहाँको उद्यमशीलतामा मैले उहाँभित्र देखिरहेको छु कि नेपालमा एउटा डिजिटल एन्टरप्रेन्योरसिपमा चाहिँ धेरै ठुलो एउटा उहाँले हब क्रिएट गर्न सक्नुहुन्छ, गरिरहनु भएको छ। अहिलेसम्म वेबको पनि ब्याङ्क हुन्छ भनेर वेब ब्याङ्कको कन्सेप्ट सुरु गर्नुभएको। धेरै साथीहरू हामी सबैमा हाम्रा क्षमताहरू छन्, भनाइ नै छ नि कि कुनै पनि मान्छे अयोग्य छैन। कुनै पनि अघि वनस्पति हाइल सरले भन्दै हुनुहुन्थ्यो होइन, वनस्पति त्यस्तो छैन जो औषधि नहोस्, हरेक औषधि युक्त छ वनस्पति। कुनै पनि त्यस्तो अक्षर छैन जुन मन्त्र नहोस्। अङ्ग्रेजी, नेपाली जति भाषाहरू छन्, अमन्त्रम अक्षरो नास्ति नास्ति मूलमनौषधम अयोग्यम पुरुषम नास्ति योजक तत्र दुर्लभ। कुनै त्यस्तो अक्षर छैन जो मन्त्र नहोस्, कुनै पनि वनस्पति छैन जो औषधि नहोस्, कुनै पनि मान्छे अयोग्य छैन। एउटै कुराको जरुरी छ, योजक तत्र दुर्लभ। योजक जोड्नेवाला, कनेक्टरको काम गर्नुभएको छ आदरणीय राजु सरहरूले। यसका लागि एकदमै अहिलेसम्मकै लागि पनि सफलताको म बधाई ज्ञापन गर्न चाहन्छु। यो नै एउटा सफलता हो। अर्को, हामी यो आजको बिहानीमा यति धेरै वास्तवमा गुणवत्ता भएका व्यक्तिहरू यहाँ छौँ। सबैका आफ्ना आफ्ना गुण योग्यताहरू छन्। अघि राति मात्रै यो पृथ्वीमा झन्डै पाउने 2 लाख मान्छेहरू मरेछन्। हिजो सुतेकाहरू आज बिहानको सूर्योदय देख्न पाएनछन् र हरेक दिन लगभग 2 लाख मान्छेहरूको मृत्यु हुन्छ यो पृथ्वीमा र जन्मिनेको झन्डै 1.5 लाखको सङ्ख्यामा मृत्यु
त्यो भएर जो औसत आयु बाँच्ने गरिकन बाँच्छन् ती मान्छेहरू लगभग 2 लाखको सङ्ख्यामा वृद्धि भइरहेछ पृथ्वीमा। हामी त्यो झन्डै 2 लाखमा परेनौँ। worldometer.com हेर्नु होला, अहिले मैले भनेको डेटा। त्यो हरेक सेकेन्डको कति मान्छे जन्मिँदैछन् र मृत्यु भइरहेको छ देखाउँछ। हामी त्यो 2 लाखमा परेनौँ। एकचोटि हामीलाई बधाई ज्ञापन गरौँ, हामीप्रति खुसी व्यक्त गरौँ कि हामी त्यो बाँच्नुको पछाडि त्यत्तिकै खाएर सुतेर मात्रै जीवन कटाउन होइन, जिउँदै मर्याको भनी नाम कसको, उद्यम बिना वित्त छ काल जसको। उद्यम नगरिकन काल पर्खिएर बस्नेहरू चाहिँ मरेछ र नै हो। हामी जिउँदा मान्छेहरू छौँ, हामी उद्यम गर्न सक्दैछौँ। एउटा मकैको सानो दाना, त्यो दाना मात्रै होइन, त्यो पछि उम्रिएर जत्रो बोट हुन्छ त्यो बोट त त्यो दानाभित्र थियो, नदेखिएको मात्रै हो। एउटा फर्सीको बिहाभित्र त्यो त्यत्रो लहरापछि जुन निस्कियो उम्रिएर त्यो दानाभित्र थियो, त्यो बढेको मात्रै हो। हामीभित्र छ सम्भाव, हामीभित्र छ, तर हामीले त्यसलाई रोप्नका लागि गर्ने पहिलो प्रयत्न जुन छ, अहिले हेर्दाखेरि यो अहिले मात्रै रोपिएको हो कि जस्तो देखिन्छ। अघि गुरुजीले भन्दै हुनुहुन्थ्यो यसको पछाडि त धेरै ठुलो इतिहास रहेछ, धेरै ठुलो अनुभव भएका साथीहरू हुनुहुन्छ, हाम्रो राजु सरहरू लगायतको धेरै ठुलो अनुभव छ यसमा। तर समाजले कति समय भित्रै प्रयत्न गर्यो, मेहनत गर्यो, यो देख्दै। चाइनामा एउटा बाँस हुन्छ, त्यो बाँसलाई हरेक दिन पानी हाल्नुपर्छ रोपिसकेपछि। त्यो यहाँ जस्तो बाँस चट्ट काटेर अनि गाड्ने होइन, त्यसपछि बिउ नै रोपिन्छ र त्यसलाई 2 वर्षसम्म नियमित पानी हाल्नुपर्छ। 2 वर्ष नियमित पानी हालेको कसैले देख्दैन। तर जब त्यो उम्रिन्छ त्यसको 50% चाहिँ फेरि बिउ नै कुहिन्छ। कुहिनेवाला छ कि वा सबै कुहिसक्यो कि भनेर पानी हाल्न छोड्यो भने झन् सबै सक्यो, हालिरहनुपर्छ। उम्रिएर अर्को ठाउँमा सारेपछि 3 हप्तामा त्यो 90 फिटको हाइटमा पुग्छ। 3 हप्तामा मान्छेले त्यो 3 हप्तामा 90 फिट पुगेको मात्रै देख्छन्, 2 वर्ष पानी हालेको कसैले देख्दैन। त्यो त्यत्तिकै हामी गीत सुनिरहेका होइनौँ, 1 दिनको सुखभित्र 1000 दिनको सुख हुन्छ। हजारौँ दुःख मेहनत प्रयत्नहरू छ। अब यो केवल बिजनेस होइन, बिजनेस मात्र गरिरहनु भएको छैन। स्मार्ट अभियानले गरिरहेको यो अभियान किन स्मार्ट कम्पनीज अफ बिजनेस किन भनियो, स्मार्ट ग्रुप अफ कम्पनीज किन भनिएन, किन अभियान भनियो? यो भित्र एउटा फिलोसफी छ, दर्शन छ, एउटा लक्ष्य उद्देश्य छ। त्यो आफ्नो पुँजी यहीँ परिचालन गर्ने, यहीँ रोजगारी सिर्जना गर्ने, यहीँको उत्पादनलाई बढावा दिने केवल ट्रेड मात्रै होइन। अघि देखाउँदै हुनुहुन्थ्यो राजेशले, हाम्रो आफ्नै उत्पादन पनि छ, उत्पादन पनि आफ्नो छ। टोलमार्टको आफ्नै उत्पादनहरू छन्, आफ्नो स्थापत्य कायम भइसकेको छ। त्यसो भएको हुनाले सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ भिजन सहितको, दर्शन सहितको, एउटा दृष्टिकोण सहितको बिजनेस हो। त्यो त्यत्तिकै अघि भनिएको होइन, उद्यम जरुरी छ। उद्यम नगरिकन आफ्नो पिता बुवाहरूले कमाइदिएको सम्पत्तिलाई सकेर मर्ने सन्तान, अलिकति पनि नपढाउने सन्तान भन्न गाह्रो हुन्छ। त्यस्तो सन्तान चाहिँ गर्भमै तुइँदा राम्रो। जसले आफ्नो हजुरबुवा आमाहरूले जोडिदिएको सकेर मात्रै मर्छ, त्यो गर्भमै तुइँदा हुन्छ। त्यसले उद्यम गर्नुपर्छ। जीवनको लक्ष्य त्यो अघि भनेको मकैको दानामा त लक्ष्य छ कि अर्को घोगो फलाउने। अनि कतिवटा दाना फल्छन् एउटा घोगोबाट। हामीलाई सम्पत्ति चाहिने कति हो, त्यो पनि दृष्टिकोण छ। यत्तिकै होइन, केही सोसाइटीका लागि कन्ट्रिब्युसन छ, केही
कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीका कामहरू गर्नुभएको छ। धेरैलाई चाहिँ हाम्रो बलराम सरहरू लगायत यही ग्रुपको हुनुहुन्छ, निःशुल्क रूपमा स्वास्थ्य उपचारका कामहरू पनि गरिरहनु भएको छ। यो भनेको के हो भने हामीलाई चाहिने सम्पत्ति भनेको चाहिँ कति जरुरी हुन्छ अरे भने हाम्रो बुवा आमाहरूले पनि हामीले पनि सोच्ने कुरा चाहिँ हामी बितिसकेपछि हाम्रो मृत्युको काम हुन्छ नि, त्यो मृत्युको काममा जति खर्च हुन्छ त्यो खर्च गर्ने पैसा चाहिँ सन्तानले कमाएकोबाट गर्नु नपर्छ, त्यति चाहिँ उसका लागि छोडेर जानुपर्छ। सन्तानले कमाएकोबाट मृत्यु कर्म गर्नु पर्यो भने त्यो चाहिँ फेरि नर्क जान्छ। त्यसैले के भनिन्छ भने यदि पुत्र सुपुत्र स्यात् व्यर्थ हि धन सञ्चय, यदि पुत्र कुपुत्र स्यात् व्यर्थ हि धन सञ्चय। यदि सन्तान कपुत परेछ भने धेरै सम्पत्ति कमाउनुको कुनै अर्थ छैन, खतम गर्छ त्यसले। यदि सन्तान सपुत रहेछ भने त्यसका लागि कमाइदिनै पर्दैन, आफै गर्छ, केही गर्छ, उद्यम गर्छ। त्यसमा सपुत भनेको उद्यम गर्ने हो। उद्यम यो ट्रेडमा बिजनेसमा दर्शनका रूपमा रहेको छ, सामाजिक सेवाको भावना पनि छ। युवाहरूलाई चाहिँ विदेशिनबाट रोक्नका लागि यसको भिजन छ। त्यसैले पूर्ण रूपेण म हाम्रो अभियानको तर्फबाट, स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट चाहिँ शुभकामना व्यक्त गर्छु, बधाई ज्ञापन गर्छु, उत्तरोत्तर प्रगतिको कामना गर्दछु। सम्पूर्णमा नमस्कार। व्यस्त समयको बावजुद पनि हाम्रो यो आजको पढ्नुलाई चाहिँ म समय दिएर हाम्रो कर्मकर्ता दिवसहरू आउनुभयो। आज धेरै धेरै धन्यवाद। यहाँ जति पनि साथीहरू आउनुभएको छ, के अरे समय आफ्नो त्यो अफिस जाने टाइम होला के होला र पनि हामीलाई समय दिएर यहाँ आउनु भएको छ। सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। पक्कै पनि हजुरहरूको साथ, यो माया, साथ र सपोर्टले गर्दाखेरि हामी चाहिँ हरेक कुरामा सफल हुनेछ भन्ने विश्वास लिएका छौँ। त्यस कारणले सबै हजुरहरूको साथ र सपोर्ट हामीलाई सधैँभरि चाहिन्छ भन्दै आजको यस कार्यक्रम यही समापन भएको जानकारी गर्न चाहन्छु। अन्त्यमा कार्यक्रमका आयोजक, सम्पूर्ण पदाधिकारीहरू, सञ्चालकज्यूहरूले दिनुभएका छोटा मन्तव्यहरू यहाँहरूका अगाडि प्रस्तुत गर्दै आजको यो कार्यक्रमलाई हामीले बिट मार्नुभन्दा अगाडि यहाँहरूसँग केही कुराहरू म निवेदन गर्न चाहन्छु। स्मार्ट अभियान अनलाइन सपिङले आजको दिनमा 7,000 भन्दा बढी युवतीहरूलाई उद्यमशीलता र रोजगारीको अवधारणा विकास गरिरहेको छ र नेपालमै केही गर्न सकिन्छ, नेपालमै 50,000 लिएर 5 लाखसम्म आय आर्जन गर्न सकिन्छ भन्ने अभियान र सोच लिएर स्मार्ट अभियान अनलाइन सपिङले जुन कार्यक्रम सुरु गरेको छ, यसमा समग्र भेन्डरहरू जोसँग आफ्नो पेसा व्यवसाय छ उहाँहरूले आफ्ना उत्पादनहरू यो स्मार्ट अभियान .com नामक पोर्टल मार्फत आफ्ना व्यवसायहरू दर्ता गरेर आफ्ना उत्पादनहरूलाई नेपाल लगायत विश्व बजारमा यहाँहरूले खरिद बिक्री गर्न सक्ने गरीको एउटा प्लेटफर्म लिएर आएको छ स्मार्ट अभियान अनलाइन सपिङ। तसर्थ यो अभियानलाई यहाँहरूले साथ दिएर आफूले पनि स्वरोजगारमूलक हुने अवसर र स्वरोजगारमूलक अवसर सँगसँगै आम युवाहरूलाई पनि उत्प्रेरणा र जुन जागरण पैदा गर्नको लागि यो अभियान सुरु गरेको छ। यसका लागि हाम्रो प्रोजेक्ट र युनिभर्सल अनलाइन टिमको तर्फबाट यहाँहरूलाई विशेष बधाई तथा शुभकामना व्यक्त गर्दै आजको कार्यक्रम विसर्जन गर्दै समग्र युनिभर्सल अनलाइन टेलिभिजनको टिम र प्रोग्रामको टिम पनि यहाँहरूसँग बिदा माग्छ। हवस् त अर्को हप्ता यही समयमा भेट्ने बाचाका साथ यहाँहरूसँग बिदा माग्छु। म यहाँहरूको प्रस्तुता द्रोण पराजुली। हवस् त, नमस्कार।